आज आमाले आलुको अचार बनाउनु लाग्छ पिरो नेपाली स्टाइलमा। ल आमा केरा भिजाएको रातभरि। अनि के चाहिन्छ अरू? यो आलु, काँक्रो, अनि हरियो खुर्सानी, अनि गाजर, प्याज, त्यति भइपुग्छ। अमिलो के को अमिलो? लप्सीको धुलो। आमाले नेपालबाट लिएर आइसकेको लप्सीको धुलो। अनि त्यसपछि यसपछि के हाल्ने आमा? यसबाट चाहिँ नुन अनि खुर्सानी, नुन र धुलो खुर्सानी। ए ल आमाले बनाएको अचार एकदमै मिठो हुन्छ। सबैले मिठो मानी खान्छन् जहिले पनि। त्यही भएर आज हेरौँ है त कसरी बनाउने भनेर। भनेर चाहिँ चानीले यसरी सबै मिक्स गर्ने हैन आमा? ओल्ड फेमस आलुको अचार। एभ्री टाइम हाम्रो घरमा कोही आइसिन्छ आमाले अचार बनाइसिन्छ अनि यस्तो मिठो हुन्छ। एकचोटिमै सकिन्छ जहिले पनि अचार। स्वाद अनुसारको नुन, धुलो खुर्सानी, लप्सीको धुलो। यो चाहिँ नेपालबाट असनबाट लिएर आइस हैन आमा? अमिलो गराउँछ आमा। कागतीको अमिलो भन्दा पनि यो अर्को डिफ्रेन्ट टाइपको अमिलो मिठो हुन्छ कि। यसले नै हो मेन इन्ग्रिडियन्ट यसको, एकदमै मिठो गराउने अचारलाई। त्यसपछि अब झान्ने हैन आमा? तावामा तेल तताउने अनि त्यसपछि मेथीले झान्ने। मेथी झान्ने, धनियाँ पनि हाल्ने। त्यही भएर धनियाँ अलिकति काट्न लाग्छ आमा। धनियाँ पनि हाल्ने। आमा मेथी कालो बनाउने, मेथीलाई चाहिँ कालो बनाउने रे। यहाँ कालो भइसक्यो त। मेथी इज रेडी। अब यसमा अलिकति बेसार हाल्ने। धेरै नै थोरै पानी पनि हाले मोल्ने यसलाई। पानी पनि हाल्नुपर्छ अलिअलि। धेरै नै मिठो आलु काँक्राको अचार रेडी। अनि अब हामी खानासँग खान्छौँ। थप्छु अलिकति पानी चाहिँ किन थप्ने हामी? त्यो गिलो गिलो बनाउनुलाई। त्यो आलुलाई चाहिँ मजाले मुस्नुपर्छ हैन? गिलो गिलो ग्रेभी टाइपको बनाउनुलाई, नत्र कस्तो डल्लो डल्लो हुन्छ कि, लेदो टाइपको। वाउ, लुक्स यम्मी। अचार रेडी। हाम्रो आमाको फेमस आलुको अचार रेडी भयो हैन त? है त कस्तो भएछ अलिकति लेट्स सी। मिठो मिठो छ। नुनिलो अमिलो पिरो टक्क परेको। इट टेस्ट सो अमेजिङ। खाने भए आउनुहोस् है सबैजना। खाना पनि बनाइसकेछ आमाले आज आलुको अचार। अनि मिठो गरेर खानुपर्छ अब। मिठो आलुको अचार रेडी। सबैजना खाना आउनुहोस्। ल सबैजना है। ल खाना है त अचार। ल आमाले बनाइसकेको अचार।